बाबा हामी हिँड्दै आउँछौँ ल बाई बाई अलिअलि भित्र खोलेर जाऊँ ल ल जाऊँ हेलो फ्रेन्ड आज चाहिँ हामी चर्च जाँदैछौँ शनिबार उल्लाबारीको होइन यहाँ नानी चाहिँ छाता बिना 1 मिनट बस्न सक्नुहुन्न त्यही भएर नानी यताबाट यताबाट यहाँको हाम्रो स्यारोन हेलो जेमसी आज हामी हिँड्दै जाने कति रिक्सामा जानु भनेर कि हामी यतिजना बाबु आउनुहुन्छ उहाँ त ब्लग फेरि सुरु है यो हाम्रो ब्लग हो हामी चाहिँ आज चर्च जाँदैछौँ म यहाँ हिल्लाको भएर यहाँ हिँड्न अप्ठ्यारो भयो पसेन भयो तिमी त देखिँदैन हौ छोरो हामी यहाँ पारी जानुपर्छ खोला तरेर चर्च चाहिँ उयो घरको पछाडिपट्टि हो वाटरप्रुफ खुट्टा चाहिँ पानीमा झुन्डिरहेको मैले गरेको काम त छैन कि तर के रे चिरचिर सरी करायो मकैबारी गाउँघरमा रमाइलो हुन्छ हौ हिँड्दै चर्च जानु कति रिक्सामा जानु भनेर मम्मीहरू चाहिँ जानुभयो कि रिक्सामा अनि हामी चाहिँ यहाँ म हिँड्न सकेको छैन कि हिल्ला त्यही भएर यसरी कुद्नुपर्छ मेरो दाजुभाइले चाहिँ त्यस्तो केही भन्दैन मेरो दिदीहरू चाहिँ हुनु खोज्छ मेरो आमाहरू सबै क्रिस्चियन हुनु खोज्छ तर एउटा कुरा मल्झिरहेको छ क्या कहिले हुने थाहा छैन अब प्रार्थना गरौँ मेरो दिदीको छोरी एउटा छ क्रिस्चियन अनि जमुना धेरै पानी टेक्न नपर्ने हिसाबले जाऊँ ल कसरी यहाँ खोला भासिन्न अब हामी बालुवा हुन्छ अन्त भासिन्न जस्तो भइसकेको छन् के नभासिन्छ 70 किलो टेक्दा त आमा यहाँबाट जाडवारी हुन्थ्यो होला कति थोरै छ त यहाँ पानी के भयो स्यारो अहिलेदेखि नै सुरुवाल तान्दैछ पानीले भिज्छ भनेर कति बज्यो 10 हाम्रो चाहिँ 10 बजे भन्छ तर 11 बजे सुरु हुन्छ र के टाइमको भेल्यु छैन संस्कारी भएर अगाडि गयो भने झुम्नु पर्छ ढिलो आएर क्या अब गर्नु सिकाउनुहुन्छ नि त पास्टर बुवाले अनि त्यसलाई मानेर पालन गरेर गयो अनि कोही मान्छे आएर सुरु गरिदिनु त्यत्रो बेर झुल्नु परेन त संस्कारी हाम्रो त नाम मात्रै धरान के हामी गाउँमा चाहिँ भिड पाएन हामी लडेको होइन नि धन्न प्रभुले नै बस म सकिनँ सबसे पछाडि परेछु यहाँ ब्याक साइडबाट मैले ढाडमा बोकेको होइन अनि सानो थियो र पनि याद हेर कसरी लड्नु होला नि त त्यति पनि याद अहिलेसम्म बोकिरहेको छु त्यो कुच्चोको बोटले हामीलाई जोगाएको प्रभुको अनुग्रहले अनि त्यसपछि मम्मीसँग लडेको कोसँग नमाने नि अनि लडेपछि चाहिँ बल्ल तपाईँसँग कि कोसँग मानेको त बोक्नु अगाडि नै बोक्छु भन्दा नमानेको त हो त अब मैले नसकी बोकेको नि तर सानो पनि त थियो त अनि खोइ पानी नछुने हुनुहुन्छ तपाईँलाई बिचमा चाहिँ के छ र पानी नछुने पानी कसले
पानी नछुई तर्ने भन्नु हैन होइन भने सोधेको ए पानी नछुई तर्ने ढुङ्गा टिप्दै जाने अनि ए हिल्लाएर ढुङ्गा राख्दै सकिन्न के भने ढुङ्गा राख्दै केटा हामी डिस्कभरी च्यानलमा आइसकेको हुन्छ है अनि हामी यहाँ किरा मारेर खान्छौँ किरा मारेर त्यहाँ छु त छोरे पानी अघि यहाँ झन् धेरै पानी अनि त्यहाँनिर खाल्टो छ नि त अनि परबाट आउँदा भासिएन नि भइगयो भाँसिँदैन बालुवा हो म बोकेर तादिन्छु पछि आमालाई नाइ नाइ मलाई बोक्नु पर्दैन बेबी हिँड केही हुन्न छिटो अलिक छिटो पाइला टेक मेरो ब्याग चाहिँ माथि राख न एकछिन म यो तपाईँ हाल्छु कति रमाइलो है म पनि खोलौँ क्या चप्पल त लु भयो म हिल खोल्दिनँ किन गाए दिन्न त हल्का रहेछु म वेटी रहेन रहेछु होइन हल्का रहेछु केही म भएन त भासिन्छु होला अनि त हल्का रहेछु यहाँ चाहिँ भिज्छ है ल यहाँ चाहिँ डुब अलि अलि माथिबाट आऊ ए हुन्न रहेछ भाँसिन्न बालुवा हो नि त तर यो त ए हो यो त खोइ त हिँड्यौँ त हामी त मम्मी हालत देख्न सक्नुहुन्छ भिजी त छोड्दिनु छोड्दिनु दिकी भाइ छोड्दिनु भिजी बेबी केही हुन्न अलिअलि भिजाएर आऊ छिटो पाइला टेक न यस्तो यस्तो गर यहाँ हेर यसरी यसरी ऊ गयो अब भिज्छ भिजी छ अब हो त्यसरी भनेको ल अब भयो है भित्र त गएन बाहिर मात्रै गएन लु भयो त्यसो भए त आनन्दै भिजेको रहेन भित्रबाट ल जाऊँ डिस्कभरी च्यानल डिस्कभरी च्यानल अरे यसो त गुन्द्री पो पुग्छ त हैन हो र थाहा भएन हेलो फ्रेन्ड हामी चाहिँ आज यस्तो ठाउँमा आएको छौँ क्या रमाइलो ओ यहाँ फोटो खिच्दा चाहिँ राम्रो आउँछ जस्तो छ हौ हरियाली हरियाली कता छ खै ए चर्च आइपुगे सिधै बाटो रहेछ त है सजिलो चर्च चाहिँ यो त्यहाँ छ यो रातो टिन ल आजको ब्लग भयो आज ब्लग सबै पछाडिबाट मात्रै वाटरप्रुफ हो उकालो ओह्रालो खोला डाँडा गरेर हामी आइपुग्यौँ डाँडा कटेर पढ्न आउँछ हामी चर्च रमाइलो हुँदो रहेछ हौ पक्नै पक्नै म कुदे 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 ल म गर्मी छ अनि तयार छु जाडो सक्दिनँ है म त जाडो मेरो घरमा एउटा पङ्खा छैन गर्मी सहन त म नि सक्दिनँ तर जाडो भन्दा गर्मी नै मनपर्छ म त गर्मी सहन्छु जाडो ल ब्लग पनि हाम्रो पसिना आउनु हामी हिँड्दै आछौँ चर्च भनेर होइन ए हामीभन्दा छिटो के सम्झिनु भएको सिटीको हो त हजुर के हामी त यहाँ भ्लग बनाउँदै हामी त ढिलो हामी त अलिक ढिलै जन्मेको ढिलै ल हामी चर्चभित्र न्यु लाइफ नै हो ल न्यू लाइफमा आइयो पुरानो लाइफ यता पस्छु भन्नु हामी समुद्र कटेर डाँडा काँडा कटेर आइसकेको समुद्र नागेर आयो हेलो हामीभन्दा छिटो आउनु भयो हामी त डाँडा काँडा कटेर सबै कटेर आएको खे त अन्त ठिक छ ए तेरिका राम्रो छ रातो पिरो भयो होला है म प्लेट नम्बर हँ?